र आज चाहिँ म काठमाडौँ पशुपतिनाथ दर्शन गर्न जाँदैछु है। अहिले म रक्सल रेलवे स्टेसनमा छु। यहाँनिर यहाँबाट 4-5 घन्टाको रास्ता छ। हेरौँ अब। हामी पैसा एक्सचेन्ज गर्दैछौँ हो। यहाँ चाहिँ मैले आज चाहिँ नेपालको पैसा साटेको छु है। काठमाडौँ घुम्नु आएको। कहिले नखेलाएको भएर अलिक अप्ठ्यारो लाग्दो रहेछ हौ। चिन्नु अलिक साह्रो पर्दो रहेछ। जनालाई मर्निङ। र आज चाहिँ म काठमाडौँ पशुपतिनाथ दर्शन गर्न आएको छु है बुढियासँग। र अब हेरौँ दर्शन गर्न जाँदैछु। पहिलाचोटि हो म यहाँ काठमाडौँ आएको। अब यहाँ चाहिँ गङ्गा आरती हुन आँटेको छ है। गङ्गा आरतीको लागि रेडी भइरहेको छ यहाँनिर सबै। यहाँ माथिबाट चाहिँ गङ्गा आरती गर्छ।